चाहिँ खाना बनाउने पार्टी अलग्गै यहाँ काकी र भाउजू अर्ग्यानिक चुल्हा अरे काकी भाउजू तेरी नजरों ने दिल का किया जो हशर। सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अर्ग्यानिक पारामा स्वागत छ तपाईहरुलाई फेरि पनि। अब चाहिँ आज चाहिँ यहाँ बिहा छ हो, बिहा 5 कि 6 तारिकको छ। अर्ग्यानिक पारामा हाम्रो डिपार्टमेन्ट चाहिँ यहाँ चाहिँ यहाँ हेर्नुस् अर्ग्यानिक पाडा आफ्नो आफ्नो डिपार्टमेन्ट छ। यहाँ पछाडि अर्कै हो, यहाँ अर्कै अर्ग्यानिक पाडामा यहाँ सुरज हाम्रो डिपार्टमेन्ट के अरे सुरज इटा मिलाउने धमाधम हुँदैछ हाम्रो चाहिँ बिहामा काम सघायो। हाम्रो यहाँ काकाहरूको चाहिँ दाउरा राख्ने ड्युटी, यहाँ कतिको दाउरा बोक्ने, कतिको खाँबा गाड्ने, कतिको बाँस गाड्ने, खाना बनाउने जग्गा हो कि के बनाउनु हुँदैछ मलाई थाहा भएन हो। यही हाम्रो बाबुहरू सबै हुनुहुन्छ। हामी चाहिँ अहिले समाज घरमा आएको छ हो। अब यो सामान बोकेर चाहिँ माथि लानुपर्ने हुन्छ बिहा घरमा। समाजको भाडा चाहिँ यसरी बोकाइ हुन्छ हो। अर्ग्यानिक भाडाहरू यो चाहिँ हाम्रो अर्ग्यानिक भाडा अर्ग्यानिक पारामा हामी चाहिँ जाँदैछ भाडा बोकेर हो। हामी चाहिँ यो डिपार्टमेन्टमा पर्यो, अहिले माथि अर्को डिपार्टमेन्टमा थियो, अहिले भाडा बोक्ने डिपार्टमेन्टमा पर्यो। यहाँ दिदी भाउजूहरूले चाहिँ लन्च रेडी गर्नु हुँदो रहेछ, सब्जीहरू काट्नु हुँदो रहेछ हो। हामी पनि भर्खर आइपुग्यो सामान लिएर। भिरमा चाहिँ हामी बाँस बोक्न आएको छौँ होइन अजित? एकदम अर्ग्यानिक भिर हो यो नि। अजित हाम फाल्न आँटेको छ। अर्ग्यानिक भिरमा चाहिँ हामी बाँस बोक्न आएको छौँ। यहाँ केटाहरू 4 जना, एउटा भाइ यहाँ पर फिफार मात्रै खेल्छ, खालि केटीसँग बोल्दै। यस्तो चाहिँ हाम्रो बिहामा चाहिँ हो। बिहामा चाहिँ यस्तो हुन्छ जिन्दगीमा। युरा नहालेको अर्ग्यानिक बाँस हो यो चाहिँ हो, अर्ग्यानिक पाराको बाँस हो। यहाँ केटाहरू अगाडि बोकिराखेको छ हो। यहाँ चाहिँ खाना बनाउने पार्टी अलग्गै यहाँ काकी र भाउजू अर्ग्यानिक चुल्हा अरे काकी भाउजू यो चाहिँ अर्ग्यानिकै हो। ए हो त रहेछ, अजितले बिगारिदिएको नि हो अघि अर्ग्यानिक खाना यो चाहिँ। यता काकी अर्ग्यानिक के गर्दैछ काकीले फेरि? के अरे काकी अर्ग्यानिक अर्ग्यानिक सबै अर्ग्यानिक मात्रै छ यहाँ। अर्ग्यानिक खाएर हुर्केको यहाँ चाहिँ दाउरा राख्ने राखी छोडेको छ, खाल्डा बनाउने बनाइराखेको छ। खाल्डा भन्दाखेरि यहाँ चाहिँ खाँबा गाड्ने जग्गा है, गड्डा खनेको है यो चाहिँ। यहाँ चाहिँ अर्ग्यानिक खाना है यो चाहिँ, खाना भन्दा पनि लन्च दिउँसोको है अर्ग्यानिक पारामा भन्छ। यहाँ दिदी भाउजूहरूले लन्च गर्नु हुँदैछ। हामीले देउलीको दाजु बाबाले चाहिँ इलेक्ट्रिक खानु हुँदैछ। जाली कडा होइन बाबा जाडो भयो अरे कि हजुर होइन के गर्दैछ अर्ग्यानिक जान्छ कि अर्ग्यानिक पारामा खाना सब्जी चट्नी आलु के छ हो। अर्ग्यानिक आलु यो खाना नै अर्ग्यानिक, यो चट्नी नै मान्छे पनि कुटेको चामल अर्ग्यानिक सबै मान्छे भात तेल त मुसेर सबै खिचडी यस्तो मात्रै हो। थाल मात्रै यहाँ त तर सबै बगडा गाड्ने थिए, बगडा खाएर तगडा भन्नुपर्छ अर्ग्यानिकको लागि। बनाएको पनि थिएन अर्ग्यानिक खाएर बसेको बडा यहाँ चाहिँ अर्ग्यानिक खाएर यतिको हुनुहुन्छ अहिलेसम्म दाजु। शान्ताराम खाएर होइन अर्ग्यानिक खाना खाएर भला काट्दैन। अहिले चाहिँ काम आज यति नै गर्नुहुने अरे हो। सबैजना सल्लाह गरेर चाहिँ यति गरेर चाहिँ अब अरू चाहिँ भोलि गर्नुहुन्छ अरे। आधी हुँदी त काम सक्यो भनौँ न। अब बाँसहरू काटिसक्यो, यता त्यता के गरियो हो। म चाहिँ यहाँ छु यहीँ, अब म पनि घर जानु आँटेको। अनि हजुरहरूलाई आजको भिडियो के कसो लाग्यो कमेन्टमा बताइदिनु होला। अन्त नयाँ हुनुहुन्छ भने सब्सक्राइब फलो गरिदिनु होला है।